हेर त कति देखेछ माइरालाई यम्मी चिकन पाक्ने फ्राई छ Hi guys, welcome back to my channel. I am your Muskan Pandey and thank you so much for coming back. So भरे हाम्रो घरमा चाहिँ दुईटा सेलिब्रेसन छ. That is मेरो हस्बैन्ड को आज चाहिँ बर्थडे हो अनि लाइकवाइज एनिभर्सरीमै उसको फर्स्ट डे अफ स्कुल भयो जस्तै आज पापाको बर्थडेको दिनमा माइराको चाहिँ फर्स्ट इयर कटिङ सेरेमनी पनि हुँदैछ अनि माइरुको मामा अस्ट्रेलिया हुनुहुन्छ अनि हाम्रो माइरुको अर्को मामा चाहिँ सुरज दादा चाहिँ आउनु भएको छ माइराको लागि हेयर कट गरिदिनको लागि हाम्रो रिचुअल अनुसारले चाहिँ फर्स्ट हेयर कट चाहिँ आफ्नो मामाले चाहिँ रिचुअल गर्नुहुन्छ थोरै कपाल काटेर त्यसपछि चाहिँ हामी उसलाई चाहिँ सलुनमा लिएर गएर चाहिँ उसको राम्रोसँग हेयर कट गरिदिन्छौँ हामीले चाहिँ पुरै टाक्लु नै चाहिँ नबनाउने योपालि अहिले चाहिँ सर्ट हेयर कट मात्रै गरिदिने माइरुको त्यो भएपछि रिचुअल पनि हुन्छ त्यसपछि हामीले एनी टाइम जहिले चाहन्छौँ तहिले चाहिँ हामीले हेयर कटहरू पनि गर्न पाइन्छ अनि त्यसपछि बिहान चाहिँ आज माइरुको हेयर कट सेरेमनी छ अनि बेलुका फेरि माइराको पापाको बर्थडे छ सो आज पनि एकदमै रमाइलो छ हाम्रो घरमा चाहिँ सो लेट्स गो माइरुको मामा दिदी हजुरबा अनि ह्याप्पी बर्थडे बुढु फेरि पनि भिडियोमा आइसक्नु भयो यहाँ मम्मी पनि फलफुल लिएर ल जानु माथि जानु मम्मी यहाँ भान्से आजको चाहिँ बहिनी र मम्मी के पाकिसक्यो हाम्रो घरमा के पाको मम्मी यहाँ खिर मम्मीले पकाइसक्नु भयो अब बहिनी के बनाउने तयारीमा हो पुरी पकाउने तयारीमा बहिनी यहाँ काउली र केराउको तरकारी पाकिसक्यो अनि त्यसपछि यहाँ अचार पनि पाकिसक्यो आज एकदमै रमाइलो माहौल छ हाम्रो घरमा हतार पनि छ बर्थडे भनेर यसरी अहिले फोटो खिचाइ भइरह फेरि यहाँ पोस्ट गर्नलाई सासु र ज्वाइँको ल छोरो आऊ ल हात लगाएर मम्मी ए माइरा बदमासी अब कपाल काटी काटी मामाले दिदी र बहिनी बस्नी ल अलिकति अगाडि ल्याउनु पर्छ होला कपाल पछाडिको थाहा पाउने गरेर काट्ने थाहा पाइँदैन मामालाई नमस्ते भन्दियो है माइरुले ए माइरु हातले माथि माथि नमस्ते भन्दियो हातले थ्याङ्क यू मामा भन्दियो पहिला दादाले काट्दैछ होला नि पकुरा त लास्टमा लगाइदिएको थियो दादाले गर्ने न हामीले चाहिँ काटेछ पछाडि बाहिर थाहा नदिनु माइलुको कपाल काट्यो माइलुको कर्ली कपाल त्यही बाबा त्यही मम्मा कतिवटा बाबा मम्मी भजै गर्छु पुस्ने कपडा चाहिन्थ्यो क्या
गोतनी माइराकै हो राखेको ल हामीले खिच्ने हुन्छ माइलीलाई टिकी लगाएको मम्मा पापाले अब दिदीलाई पनि माइलीको दिदीलाई पनि लगाइदिनु भएको मम्मा पापाले नमस्ते गरे मम्मालाई नमस्ते खै नमस्ते पहिला अनि नाना पनि लाऊ थ्याङ्क यू भन Happy Joy Myra! पोल्यो बिस्तारै खा बहिनी अझै पुरी तातो पाक्दैछ होइन ल माइरा नुहाएर राम्री भएर अब कपाल काटी काटी मामाले काटिदिनु भयो अब यो कपाल काटी काटी जाने हस् छोरीको कपाल काट्न हामी आयौँ क्विन्समा आन्टीले मैले के दिन्छु अहिले कपाल काट्दैछु राम्री हुन्छ क्या आफूलाई होइन हेर्ने ऐनामा हेर्ने ल हेर्न नक्कु हो कि मेरो नक्कु छोरी चल्न है चल्न चाहिँ हुन्न छोप्नुपर्छ कपाल लाग्छ है माइरा गुडगलै सुरुमा थोरै मामाले हात लगाएपछि अनि बल्ल पाल्दिनु पर्यो ला आन्टीले के गर्ने होला भन्नुभयो है ल यस्तो सिधा गर सिधा गर हेर न यस्तो भयो अब यो त्यति काट्ने होइन काटिदिनु बच्चा के केही हुन्न काट्दैन मेरो जस्तै कपाल छ यसको छन चाहिँ माथि राखिदिनु नेउरी पर्नु पर्यो होइन अहिले भर्खरै कर्ली सक्यो सिधा गरेर काट्यो नि फेरि मिक्स गर्दाखेरि चुम्किहाल्छ कि है यहीँ छु कि मम्मा यहीँ छु सर यसको कर्ली नै होला माथि त कर्ली छैन क्या यस्तै गर सानो हेर त अलिकति लामो है यता हेर त राम्रो देखिँदैछ यहाँ हेर न जरो यति हो काट्ने अब भयो हेर त माइरालाई कति देखिएछ हेर त कति देखिएछ माइरालाई चाइनिज गुरिया सबैलाई बाई भनिदेऊ त भोलि आउनुहोस् है फेरि खेल्न थ्याङ्क यू भनिदेऊ न बाई बाई आस्ते है आस्ते 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 उता हेर त ऐनामा हेर त खै आज माइराको हेयर कट गरेर आएको यति नाममा जामा लाएर अनि पापालाई ह्याप्पी बर्थडे भनिदेऊ हेयर ब्यान्डै बिग्रेछ नि छोरो ल ह्याप्पी बर्थडे टु यु ह्याप्पी आज माइराले पापालाई हेयर कट गिफ्ट दिएको नि खोल्यो अब छप्पै खोल्यो पुन्तुलोले ल खुवाइदेऊ त कस्तो नाइस आफै बनाएको है सो प्रिटी थ्याङ्क यू कस्तो नाइस ल बुढोको लागि चाहिँ मैले एभ्री टाइम हामीले ओरिजिनल फ्लावर नै बुक दुईजनालाई गिफ्ट गरेर हुन्छौँ यो टाइम चाहिँ मैले बहिनीलाई पनि एउटा इन्करेजमेन्ट होस् भनेर चाहिँ अनि उसले बनाउँदो रहेछ अनि त्यही भएर मैले चाहिँ यो आर्टिफिसियल बट लुक सो नेचुरल के कस्तो प्रिटी के एकदमै मलाई लास्टै राम्रो लाग्यो ल गुड लक बहिनी यस्तै खालको तपाईँहरूलाई पनि चाहिएको छ भने प्लिज अर्डर गर्नु होला त्यसको लागि मलाई सम्पर्क गऱ्यो भने चाहिँ म उहाँको कन्ट्याक्ट नम्बर दिन्छु है ल अब
माइरूको कपाल काट्ने सेरोमनी सकिएर दिउँसो हामी पार्लरबाट आएर माइरूलाई सुताएर खुवाएर अनि अब हामी चाहिँ यहाँ बेलुकाको लागि बुढोको लागि यहाँ चाहिँ चिकन मेरिनेट हुँदैछ बुढोको बर्थडेको लागि। अनि यहाँ चाहिँ चिकन ग्रेभीको लागि यहाँ रेडी हुँदैछ, बहिनीले बनाउँदै हुनुहुन्छ। फेरि यहाँ माछा फ्राई गर्नको लागि पनि मेरिनेट हुँदैछ। अनि त्यसपछि आजको पार्टी फेरि अन छ गाइज है, किप अन वाचिङ। यम्मी चिकन पार्टी छ यहाँ चाहिँ, फेरि माछा फ्राई हुँदैछ। हाम्री भाउजूले यहाँ गर्दै मामुको पनि आगमन भयो। ल ल हाई माइरा। ल पापालाई आज पापाको के हो? पापालाई हेरेर अनि किसी गर नि त पापालाई। ल छिटो खै त ह्याप्पी बर्थडे। ल छोरीले नि खै त फुपाजुलाई ह्याप्पी बर्थडे भनिदेऊ नि त। ल भान्सेहरू आउनु, अब केक काटौँ भान्सेहरू। ल ल ल भाउजू ल ल हाई हाई ल ल अब ज्वाइँको बर्थडे मनाउन। बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे डियर बुढो, ह्याप्पी बर्थडे टु यु। May God bless you, may God bless you. Happy birthday, happy birthday, happy birthday to you. Hip hip hooray! Hip hip hooray! Happy birthday, Papa. आश्रमले समाता फुपालाई समाता ल। त्यही चम्चाले जहिले खा। सानो माइराको पापालाई गालामा औ ल। ह्याप्पी बर्थडे। पहिलोचोटि बाउ आमा बनेको दिन होइन। धन्यवाद है, आज बच्चा पाइदिनु भएको थियो, मैले बुढा भन्न पाएँ अरे क्या। ए फर्स्टमै खुवाइकियो उसले कति बेला आफूले खाना पाउँछ भने हेरी चाहिँ। अनि पल्यो नि गाडी रे के खाना है उसलाई त त्यही कति बेला खाम भनेर बसियो अनि गरिहाल्छ। पर्दैन पर्दैन ठिक छ। म लास्टमा खुवाइदिन्छु कि। Happy birthday to you. Thank you. मै आउनु सबै भित्र। यहाँ त यस्तो रमाइलो छ हाम्रो घरमा आज। के फ्राई हो? माइरा दिदीसँग खेलिछौ? माइरालाई ब्राउन खान्छ माइराले है होइन भाउजू। ह्याप्पी बर्थडे। ल दादा चियर्स।